बनाइदियो। तर यहाँ काठमाडौँमा राखेर बसेर अमेरिकाको काम गर्ने, युरोपको काम गरेर जुन डलर ल्याउने उद्योगलाई चाहिँ यो सहुलियत बोलीचालीमा चाहिँ त्यो पर्यो अर्थमन्त्रीको भाषणमा, कानुनमा चाहिँ त्यसलाई मात्रै यता पर्यो। तपाईँहरू त्यो दुईटा कुरा मिलेन। मलाई 3-4 पल्ट लाग्यो होइन यस्तो त नहुनु पर्ने हो भन्दैन, 3-4 पल्ट हेरेपछि ल पक्का भिडियो भन्ने लाग्यो त्यो भिडियो। अनि विगतमा अर्को एउटा समस्या के थियो भने त्यो गाडी भाडामा जसको भाडाको गाडी छ उहाँको भाडाको गाडी हुँदाखेरि चाहिँ त्यो भाडाबाट जुन 2.5% टिडिएस काटेर आउँछ त्यो अन्तिम हो कि होइन भन्नेमा विवाद थियो। त्यहाँ के थियो भने मेरो मान्छेको नाउँमा भयो भने चाहिँ अन्तिम, ठाउँको नाउँमा गाडी भयो भने चाहिँ अन्तिम नहुने अवस्था थियो काठमाडौँमा। यसले गर्दाखेरि यो आइएमएफका ट्याङ्करवालाहरूदेखि लिएर सबको लडा थियो, व्यवहारिक समस्या थियो। यसपालि क्लियर गरियो जेसुकै होस्, फर्म होस् कि मान्छेको नाममा होस्, यदि त्यो 2.5% काटेर आउँछ भने त्यो फाइनल जोडिङ हो। अब फेरि त्यसमा थप पर्दैन भनेर सहजीकरण गरिदिएको छ। यो ढुवानीका साधन र सवारी साधनको भाडाबाट कमाएको यही परिभाषाको कारणले विवाद सिर्जना भएको थियो। अब यसपालि आएर के भयो भने मेरो विगतमा आम्दानीमा जोडेर चाहिँ त्यहाँ जम्मा गरेको हो भने एक किसिमको कर जुन चाहिँ योगदानमा आधारित भनेर मान्ने, त्यही भएर त्यसमा थोरै कर जम्मा 2.5% होइन, मेरो विगतमा आम्दानीमा जोडेको छैन भने चाहिँ त्यो आउने पैसामा चाहिँ 15% कर दिने भनेर त्यसलाई चाहिँ योगदानमा आधारित नभएको भनेर चाहिँ एकदम क्ल्यारिफाई गर्ने काम हिसाबले एउटा संशोधन भएको छ। यसमा कर भन्ने थियो लास्ट इयरबाट लिएर आएको थियो। यो संशोधन अस्ति जेठ 15बाट लागू भइसकेको छ। अब यसमा के थियो भने पढ्ने साल बेस आयमा चाहिँ विगतमा 0.5% को दरले चाहिँ हरियत कर लाग्थ्यो भने अब 0.5% होइन 50 पैसा प्रति लिटरको दरले चाहिँ हरित कर लाग्ने भनेर यसरी चेन्ज गर्यो। त्यस्तै पेट्रोलियम कोकको केसमा पनि 0.5% ले लाग्थ्यो, अब 0.5 प्रति केजी लाग्ने भयो। लुब्रिकेटिङ आयलको केसमा 1% ले लाग्थ्यो, त्यसमा अब 1 रुपैयाँ प्रति लिटरको दरले यसरी चाहिँ क्वान्टिफाई गरेर यसले छोडेको छ, पर्सेन्टेज हटायो। हरित करमा भएको संशोधन यही हो। यो भन्सारमा उठाउँछ राज्यले, अरू कारोबारमा यसले टच गर्दैन। भन्सारको एक किसिमको यो भन्सार जस्तै हो भनौँ, यसले भन्सारमा उठाउने पैसा, अरू यहाँ हुने कारोबारमा यो हरित कर चाहिँ लाग्छ। यो स्वास्थ्य जोखिम कर भन्ने नयाँ यो विगतबाट सुरु भएको यसपालि संशोधन गरिएको छ। यो चाहिँ पहिले के थियो भन्दा बिडीमा प्रति किलो 30 पैसा, सुरट र सिगारमा प्रति किलो 60 पैसा, तयारी खाने सुर्ती खैनी गुड्का पान मसलामा 60 रुपैयाँ प्रति केजीको दरले स्वास्थ्य जोखिम कर भन्ने लाग्दै थियो भने अब यो व्यवस्था यथावत राख्दै नयाँ व्यवस्था थप गरियो। के गरियो भन्दा हिटेड टोब्याकोमा भन्सार मूल्यको 10% को दरले स्वास्थ्य जोखिम कर लाग्ने, भेपमा जुन इलेक्ट्रोनिक चुरोट भन्छौँ हामी इलेक्ट्रिक चुरोट त्यसमा 30 रुपैयाँ प्रति गोटा, अनि अन्य धुम्रपान गर्ने, चबाउने, मुखमा राख्ने, तयारी खाने सुर्ती खैनी गुड्का पान मसला, सुगन्धित सुपारी, माउथ फ्रेसनर हुक्कामा चाहिँ 60 रुपैयाँ प्रति केजीको दरले चाहिँ स्वास्थ्य जोखिम कर लाग्ने गरी चाहिँ व्यवस्था गरियो। र यसमा अलिकति सहज के बनाइयो भने यसलाई अन्तःशुल्क विवरणमै समावेश गरेर विवरण बुझाउ, यसलाई सेपरेट विवरण बुझाउनु पर्दैन भन्ने हिसाबले चाहिँ यसलाई अलिकति प्रोसिड्युरल हिसाबमा सहज बनाइयो। र यो सम्पूर्ण व्यवस्थाहरू चाहिँ ठ्याक्कै अन्तःशुल्क ऐनसँग म्याच गरेर देखियो। यसको न्यायिक प्रक्रियादेखि लिएर कर निर्धारणका विषयहरूसम्म सबै अन्तःशुल्कसँग जोडेर व्यवस्थापन गरियो। स्वास्थ्य जोखिम कर अब यसपालि आएको सबभन्दा ठुलो पोलिसी डिपार्चर राज्यले गरेको हिसाबले हेर्ने हो भने सबभन्दा ठुलो पोलिसी चेन्जेस के हो त भन्दा यसको अलिकति ब्याकग्राउन्ड भन्छ म यता बुझाउँछु है त। 58 सालमा आएको ऐन आएपछि एउटा यो स्वीकृत अवकाश कोष भन्ने अवकाश कोषहरू गठन गर्न मिल्ने कानुनमा व्यवस्था राख्यो। त्यसलाई हामी अङ्ग्रेजीमा एप्रुभ रिटायरमेन्ट फन्ड भन्छौँ, एआरएफ भन्छौँ सरकारमा, स्वीकृत अवकाश कोष, जस अन्तर्गत ती कोषहरू चाहिँ आन्तरिक राष्ट्र विभागबाट स्वीकृति लिने र त्यसमा चाहिँ त्यो चाहिँ अहिलेको सञ्चय कोष, नागरिक लगानी कोष जस्तै कोषहरू हुन् जसमा पैसा पठायो भने त्यसमा कर नलाग्ने, त्यो घटाउन पाउने खालको व्यवस्था 58 सालदेखि नै थियो, आज पर्यन्त छ। अब राज्यले के भन्यो भने ती कोषहरू अब अरू नागरिक लगानी कोष, सञ्चय कोष र सामाजिक सुरक्षा कोष बाहेक यी अरू सबै कोषहरू अब हटाउने, बन्द गर्ने अब यसलाई चाहिँ रन गर्न नदिने भन्ने लाइनमा गभर्मेन्टले एक हिसाबले पोलिसी डिपार्चर गर्न खोज्यो। र अब अहिले आएर कानुनमा के लेखियो भने
यो एप्रोभ रिटायरमेन्ट फन्डहरू स्वीकृत अवकाश कोषहरू यस्ता 50-55 वटा स्वीकृत अवकाश कोषहरू छन् जुन अन्तर्राष्ट्रिय विभागबाट स्वीकृत लिएर सञ्चालन भइरहेका छन् आजको दिनमा। ती स्वीकृत अवकाश कोषहरू जुन सञ्चय कोष छैन, नागरिक लगानी कोष छैन, जुन सामाजिक सुरक्षा कोष एसएसएफ होइन, यी हो। जस्तो अहिले हेर्नु भने ग्लोबल आइएमई रिटायरमेन्ट फन्ड भन्ने आफ्नै छ, कान्तिपुर पब्लिकेसनको आफ्नै छ उनीहरूको रिटायरमेन्ट फन्ड। यस्ता रिटायरमेन्ट फन्डहरू धेरैवटा छन्, 50-55 वटा रिटायरमेन्ट फन्डहरू छ। यिनलाई के भनियो भने 83 सालको असार मसान्तभित्र अकसको पैसा, त्यो बचतकर्ताको पैसा हो नि त एक हिसाबले, ती बचतकर्ताको पैसा सम्पूर्ण पैसा कि सञ्चय कोषमा लिएर आऊ, कि नागरिक लगानी कोषमा लिएर आऊ, कि सामाजिक सुरक्षा कोषमा ट्रान्सफर गर र तिमी बन्द तिम्रो काम छ भन्ने हिसाबले यो पोलिसी डिपार्चर गर्न खोज्यो। र अर्को कुरा के लेखियो कानुनमा भने त्यसरी पैसा ट्रान्सफर गर्दा त्यो जो कर्मचारी छ, जस्तो मेरो चाहिँ मानौँ न ग्लोबल आइएमई रिटायरमेन्ट फन्डमा पैसा छ अरे उदाहरणलाई, अब त्यो ट्रान्सफर हुँदाखेरि मलाई कर लाग्ने कानुनमा व्यवस्था छ, अहिले पनि छ, आजको मितिमा पनि छ। मान्छे त मलाई कर लाग्नु भएन भने चाहिँ कानुनमा के लेखियो भने एक योगदानकर्ताको एकमुष्ट रकम सो आबद्ध संस्थामा भनेको यहाँ ट्रान्सफर गर्दाखेरि चाहिँ टिडिएस नलाग्ने भनेर कानुनले लेखियो। यतिसम्म सुन्दा त ठिक हुन्थ्यो, तर यो रिसर्च नगरिकन गरेको चिजले यति ठुलो समस्या निम्तिन्छ कि यहाँबाट अब यो राज्यले लागू गर्न कसरी सक्छ भन्ने च्यालेन्जहरू छ। अब म केही कुरा गर्छु। यसलाई के गर्नु भने टिडिएस लाग्दैन भने, टिडिएस नलाग्नु भनेको आयकर नलाग्नु भनेको होइन। जस्तो मेरो मानव ग्लोबल आइएमई रिटायरमेन्ट फन्डमा पैसा छ, ग्लोबल आइएमईबाट मानव पिएफमा सञ्चय कोषमा मेरो पैसा ट्रान्सफर भयो भने हाम्रो आयकर ऐनले के भन्छ भने तिमीले जागिर नछोडिकन यसरी पैसा फिर्ता दिन्छौ भने यो चाहिँ तिम्रो लगानी गरेर आए बराबरको आय मान्नुपर्छ, आम्दानी मान्नुपर्छ र तिम्रो स्ल्याबमा जोडेर 39% सम्म कर लाग्नुपर्छ भन्छ कानुन जिउँदैछ। अब यहाँ टिडिएस पो नकाट्ने भन्नु त, कर नलाग्ने भनेन नि त मलाई त, टिडिएस पो काटिएन त, तर मेरो कर दायित्व सृजना भयो भने त भयो। मान्छे त ठुलो पैसा हुनेहरूको त समस्या ठुलै सृजना भयो, नम्बर 1 यहाँ। दोस्रो, कानुनमा लेख्दै गर्दा के चिप्लियो भने अब आउने साउन 1 गते यी सबै कोषहरू जुन स्वीकृत अवकाश कोष भन्ने थियो, स्वीकृत भन्ने शब्द थियो, यी सबै अस्वीकृत हुनेछन् भन्ने टाइपको शब्द लेखिएको थियो, अस्वीकृत अवकाश कोष। त्यही आयकर ऐनमा अर्को ठाउँमा के लेखिएको छ भने यदि कुनै स्वीकृत अवकाश कोष अस्वीकृत अवकाश कोषमा कन्भर्जन हुन्छ भने उसँग आज कायम रहेको सम्पूर्ण रकम जति छ उसँग सम्पत्ति दायित्व चाहिँ भनौँ त्यसको 25% कर लाग्छ। त्यो कानुनमा आज पनि जिउँदैछ। अब यी अस्वीकृत गर्ने बित्तिकै साउन 1 गते यिनको दायित्व जतिको फन्ड छ त्यो फन्डको 25% करको रूपमा सृजना हुन्छ। अब एउटा मानौँ एउटा रिटायरमेन्ट फन्डसँग 1 अरब रुपियाँ छ भने 25 करोड दायित्व सृजना भयो भनेपछि यो राज्यले गर्न खोजेको त्यस्तो हो भन्ने चाहिँ मलाई लाग्दैन, त्यो 25% कर ल्याऊ भनेर। तर लेख्दै जाँदा चिप्लियो, चिप्लेको कारणले गर्दा यो कति लागु हुन्छ भन्ने कुरो चाहिँ कानुनमा चाहिँ आएको छ। व्यवहारमा चाहिँ यी सबै हासलहरूले हेर्दाखेरि कतिको लागु हुन्छ भन्ने चाहिँ सबभन्दा ठुलो च्यालेन्जको विषय रहेर बसेको छ। यहाँ टिडिएस नलाग्ने मात्रै लेखियो, यहाँ आयकर नलाग्ने भनेर लेखिएन। त्यो हुने बित्तिकै त्यहाँ पनि एउटा कर लाग्न सक्छ। दोस्रो, यो त अस्वीकृत हुने भयो, अस्वीकृत हुने बित्तिकै अर्को कर, यो माथिको चाहिँ हामी योगदान गर्ने मान्छेहरू कन्ट्रिब्युसन गर्नेहरूलाई लाग्ने भयो। यसबाट चाहिँ त्यो जुन संस्था छ त्यो संस्थालाई थप कर लाग्यो। यसरी दोहोरो कर लाग्ने नै स्थिति सृजना हुँदै गर्दा अब यो कसरी लागु हुन्छ चाहिँ अब यो भविष्यकै गणना छ। त्यही भएर अझै यो लागु भइहाल्ला भन्ने खालको मलाई कन्फिडेन्स चाहिँ व्यक्तिगत रूपमा छैन। यसपालिको आर्थिक ऐनका विभिन्न दफाहरू मार्फत यो मदिराको परिभाषा परिवर्तन गरियो। खासै ठुलो परिवर्तन चाहिँ छैन, यो सिम्पल केही शब्दहरू थपिएको मात्रै हो। तर यो चिज पनि कहाँ नछोडौँ, भोलि फेरि यो मदिराको कतै कुरा आउला भनेर हो। यो विगतमा हाम्रो परिभाषा के थियो, मदिरा भनेको चाहिँ अन्न, फलफुल वा अन्य कुनै स्टार्च वा चिनी पदार्थलाई जीव रासायनिक प्रक्रियाद्वारा कुहाई वा अन्य कुनै तरिकाबाट तयार पारिएको 0.5% भन्दा बढी अल्कोहल भएको पदार्थ सम्झाउनुपर्छ र सो शब्दले रक्सी, जाँड, छ्याम, विस्की, रम, जिन, ब्रान्डी, भोड्का, बियर, वाइन, सेरी, स्याम्पेन, साइडर, पेरी, मिड, मार्टन यतिसम्म थियो। अब यता नयाँ थपौँ, साके, सोजु, भरमाउथ, मदिरा मिश्रित तयारी पेय पदार्थ लगायतका
औद्योगिक अल्कोहल, रेक्टिफाइड स्पिरिट, माल्ट स्पिरिट, साइलेन्ट स्पिरिट, डिनेचर स्पिरिट, इएनए, हेड स्पिरिटलाई पनि चलाउँछ भनेर मदिराको परिभाषालाई अझ धेरै प्रौढित गर्ने काम गरेको छ। यसको ठुलो केही चाहिँ फरक चाहिँ पर्दैन, तर आएको हिसाबमा मैले यी त भए अहिले मैले